हामी चाहिँ यहाँ लोक सेवा आयोगको कार्यालय कमल पोखरीमा भिजिट गर्न आएका थियौँ। यहाँ चाहिँ लोक सेवा आयोगको कार्यालय देख्न सक्नुहुन्छ। यो चाहिँ कमल पोखरी भन्ने ठाउँ हो। यहाँ हजुरलाई म आज सुन्दर कमल पोखरी देखाउन गइरहेको छु। यो चाहिँ गेट कमल पोखरीको। यो चाहिँ भित्रको एरिया, यस्तो छ कमल पोखरीको एरिया। यहाँ चाहिँ एक्सरसाइज गर्ने ठाउँ बनाएको रहेछ। कमल पोखरीको एरिया यस्तो छ साथीहरू। काम पनि चालु रहेछ। हामी चाहिँ गएर देखाउनु होला। को एरिया यस्तो रहेछ। यो चाहिँ कमल पोखरीको एरिया। दिदीकोमा लगइन गरेर थियो होइन, अनि कन्ट्याक्ट गर्ने अनि आइज भन्दा अनि हामीहरू पनि जाने दिसो एक दिन दिदीले पक्राइहाल्यो। अनि त्योदेखि लगाएँ, अब जाँदैन भने अनि फाइट गरेर टाइगरले फाइट गरेर अनि मान्छे काटाइदिन्छ। त्यस्तै हुन्छ कि मेरो र जुनको स्टोरी खर्च लाग्यो। जुन पनि डल्ली राम्रो छ, कति शान्त स्वच्छ वातावरण रहेछ साथी। अब त्यसलाई त अनि जुनको उठा राखिहाल्दैन। मलाई माथि राख भन्छु, मारेर तँ फाइट गर्छु। जुन हेर्दा कति सोच्नु थियो चित्त भयो। कस्तो लाग्यो त साथीहरू कमल पोखरीको यो एरिया? हजुरहरूले कमेन्ट गर्नु होला। यहाँ चाहिँ एकदम रमाइलो शीतल वातावरण रहेछ। यहाँ घुम्न आउने, टाइम पास गर्न आउने मान्छेहरू पनि धेरै हुन्छन्। यहाँ आज एकदम शीतल मौसम छ। रमाइलो ठाउँ छ साथीहरू। ल साथीहरू, आजलाई यति भिडियो बनाए है त म।